धर्मनिरपेक्ष देशका रूपबाट रहेको छ। हाम्रा राजनीतिक क्षेत्रबाट यो देशलाई धर्मनिरपेक्ष बनाइएको छ। तपाईहरुले सम्पूर्ण हिन्दू धर्मावलम्बीहरू यहाँ उपस्थित भएको छ। तपाईहरुले के समय पहिले सुन्नु भएको होला, अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा 14 अरब रुपैयाँ धर्मान्तरणका लागि हामीले पठाएका थियौं र नेपालका नेताहरूले त्यसलाई खाए ठगे भनेर नेपालीहरू ठग हुन् भनेर सार्वजनिक गरिदिएको छ। 14 अरब रुपैयाँ नेपालमा भएका हिन्दूहरूलाई क्रिस्चियन बनाउनका लागि अमेरिकाले मात्रै पठाएको रहेछ भने अरु कति देशले पठाएका होला तपाईहरु आफै अनुमान गर्नु। हाम्रो देशमा भएका अहिले नाम लिउँ भनेदेखि पनि मलाई त कता कता अप्ठ्यारो लाग्छ। कांग्रेस, एमाले, माओवादी लगायतका पार्टीहरू जसलाई तपाईहरुले ठूला पार्टीका रूपबाट मान्यौ, सहयोग गर्नु, तर तिनै पार्टीहरू यो देशमा भएको हाम्रो हिन्दू धर्मलाई मासेर क्रिस्चियन धर्मको प्रचार गर्न लागिरहेको छ। हाम्रो सुर्खेतमा यो उपत्यका भित्र मात्रै 59 वटा चर्च छन्। हरेक गाउँमा एउटा चर्च छ क्रिस्चियन धर्मको। हाम्रा 59 वटा मन्दिर छैनन् तर चर्च 59 वटा छन्। तपाईहरु आफै विचार गर्नुहोस् हाम्रो धर्मान्तरण कसरी भइरहेको छ। त्यो किन गर्न चाहन्छन् भन्दा अमेरिका, युरोप लगायतका देशहरू हाम्रो देशमा आएर कब्जा गर्न चाहन्छन्। चीनसँग र भारतसँग न्यू गर्नका लागि उनी नेपालमा आएर बस्न चाहन्छन् र यहाँ आएर आफ्नो धर्मका माध्यमबाट हाम्रो देशलाई आफ्नो हातमा लिन खोजिरहेका छन्। यो कुरालाई बचाउने कसले? यो कुरा जनतालाई बुझाइदिने कसले? कांग्रेस, एमाले, माओवादी सत्तामा छन्, उनीहरूले आफ्नो काम गरिरहेका छन्, उनीहरूलाई गर्न दिइरहेका छन्। क्रिस्चियन धर्ममा हरेक दिन नेपालीहरू गइरहेका छन्, 200, 400, 500 रुपैयाँमा आफ्नो धर्मलाई बेचिरहेका छन्। हुँदा हुँदा हाम्रो देशको अस्तित्व समाप्त हुने अवस्थामा पुगिसक्यो। संसारको मानचित्रमा एउटा हिन्दू राष्ट्र नेपालको रूपबाट परिचित देश, संसारका 1 अरब 65 करोड जनताहरू, संसारमा बस्ने बासिन्दाहरू हिन्दू धर्मावलम्बी छन्। तिनको एउटा मात्र हिन्दू राष्ट्र नेपाल थियो, त्यसको पहिचान पनि समाप्त गरिदिए। त्यसैले अब यसलाई बचाउनुपर्छ। तपाईँ हामी जहाँ छौँ त्यहाँबाट उठेर यो देशलाई बचाउनका लागि हामी सरिक भएनौँ भने यो देश एक दिन क्रिस्चियन देश हुनेछ र हाम्रो सम्पूर्ण अस्तित्व समाप्त हुनेछ भन्ने यहाँसँग आग्रह गर्न चाहन्छु। त्यसै सन्दर्भमा पर्सि 26 गते सुर्खेतमा मोटरसाइकल र्याली हिन्दू राष्ट्र स्थापनाका लागि, राष्ट्र संस्था पुनर्स्थापनाका लागि र यो देशलाई अखण्डित राख्नका लागि सुर्खेतमा 26 गते मोटरसाइकल र्याली र 27 गते बृहत विरोध सभा हामीले आयोजना गरेका छौँ। मोटरसाइकल र्याली यो तपाईको नगरपालिकाको तन्त्रपट्टिको चौरबाट सुरु हुनेछ 26 गते 11 बजे भने 27 गते मङ्गलवेडी चोकमा हामी जम्मा भएर विरोध सभामा हामी सरिक रहनेछौँ। त्यो कार्यक्रममा समादरणीय गुरु लगायत सम्पूर्ण कृष्ण प्रणामी परिवारलाई म हार्दिक आमन्त्रण गर्न चाहन्छु। यहाँहरू सरिक भइदिनु होला। त्यो कार्यक्रममा सरिक भइदिएर हाम्रो हौसला बढाउनु भयो भने हामी यो देशलाई एक दिन हिन्दू राष्ट्र बनाएर छोड्नेछौँ। राजा सहितको प्रजातन्त्र स्थापना गरेर छोड्नेछौँ। यो देशलाई हिन्दू राष्ट्र नबनाइकन हामी विश्राम लिन सक्दैनौँ भन्ने प्रतिज्ञा गर्न चाहन्छु। यहाँहरू सबैको सहयोग रहनेछ भन्ने कामना गर्दै यहाँहरूबाट बिदा हुन चाहन्छु। धन्यवाद। जय श्री कृष्ण। जय श्री कृष्ण।